साथीहरू, मैले खड्गप्रसाद ओलीको सरकारलाई उसले गरेको कुशासनका आधारमा सार्वजनिक मञ्चहरूबाट र विभिन्न सामाजिक प्लेटफर्महरूको माध्यमबाट लगातार रूपमा विरोध गर्थे। त्यो विरोध गर्नका पछाडिका केही राजनीतिक, केही सैद्धान्तिक र केही व्यावहारिक कारणहरू थिए र खास गरिकन खड्गप्रसाद ओलीलाई मैले त्यतिखेर कर प्रसाद ओली भनेर धेरै ठाउँमा भनेको कुराको याद आउँछ। मैले त्यसो किन भनेको थिएँ भने खड्गप्रसाद ओलीले आफ्नो शासनकालमा जनताको प्रत्यक्ष सरोकारसँग जोडिने विषयवस्तुमा जनताको ढाड सिकिने गरी चाहिँ तपाईँको कर वृद्धि गरेका थिए। त्यसकारणले गर्दाखेरि उनको नाम मैले धेरैचोटि कर प्रसाद ओली भनेर चाहिँ तपाईँको नामकरण गरेको छु र सार्वजनिक मन्तव्यहरूमा पनि त्यो कुरा उल्लेख गरेको छु। तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बालेन सरकार देशमा विद्यमान छ र यो सत्तारूढ दल बनिसकेपछि यसले ल्याएको नीति तथा कार्यक्रम र बजेट मार्फत चाहिँ तपाईँको करका दरहरूलाई र मूल्यका दरहरूलाई जुन तरिकाले चाहिँ यसले वृद्धि गरेको छ र पुरानो कर र मूल्यमा हेरफेर गरेको छ त्यो निकै उद्वेग लाग्दो छ। त्यसले खड्गप्रसाद ओली को वृद्धि गर्ने करको जो मापन छ त्यसलाई पनि चाहिँ तपाईँको माथ खुवाएको छ। खास गरिकन खड्गप्रसाद ओलीले त्यतिखेर करको सन्दर्भमा राम्रै गरी चाहिँ तपाईँको मूल्य वृद्धि गरेका थिए र अन्य क्षेत्रमा पनि सरकारले विभिन्न विषयहरूको र वस्तुहरूको चाहिँ तपाईँको नाममा मूल्य वृद्धि गरेको थियो। ती आज हामी जस्ताको तस्तै त्यतिखेर खड्गप्रसाद ओलीले बढाएको मूल्य वृद्धि र कर वृद्धि र अहिले बालेन नेतृत्वको यो खरानी सरकारले वृद्धि गरेको चाहिँ तपाईँको करको वृद्धिको बारेमा संक्षिप्तमा तुलना गर्नेछौँ र खास गरी त्यतिखेर नागरिकता सिफारिसको लागि चाहिँ तपाईँको 5 रुपियाँ दर तोकेको रहेछ, अहिले 50 रुपियाँ बनाइयो। यसलाई अङ्गीकृत नागरिकताको हकमा चाहिँ त्यतिखेर 150 रुपियाँ बनाइएको रहेछ, अहिले त्यसलाई 5000 बनाइएको छ अङ्गीकृत नागरिकताको हकमा है। मैले पहिलाको नागरिकता सिफारिस वंशजको आधारमा भनेको हो। त्यस्तै प्रतिलिपि सिफारिस गर्दा पहिला 10 रुपियाँमा गर्दा हुन्थ्यो भने अहिले 50 रुपियाँ चाहिँ त्यसलाई बनाएको छ। जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता आदि इत्यादि गर्दाखेरि पहिला 100 रुपियाँ लाग्थ्यो भने अब 500 रुपियाँ तिर्नुपर्ने भएको छ। त्यस्तै गरिकन नाम र थर संशोधन गर्नु पर्यो भने पहिला 100 रुपियाँ हुन्थ्यो, अहिले 500 रुपियाँ लाग्ने देखिन्छ होइन। अब पेन्सन कार्डलाई चाहिँ तपाईँको सिफारिस गर्नु पर्यो भने पहिला 500 रुपियाँमा हुनेमा अब अहिले 2000 रुपियाँ लाग्ने भएको छ होइन। हकवाला संरक्षण सूचना पत्रको सन्दर्भमा चाहिँ तपाईँको पहिला 1 रुपियाँले हुन्थ्यो, अब 500 रुपियाँ लाग्ने भएको छ। त्यस्तै चाहिँ तपाईँको गैर सरकारी संस्था, क्लब, वाचनालय आदि दर्ता गर्दाखेरि पहिला 500 रुपियाँ लिइन्थ्यो भने अब यसलाई वृद्धि गरेर चाहिँ तपाईँको कति बनाइएको छ भन्दा 3000 चाहिँ बनाइएको छ होइन। पहिला चाहिँ तपाईँको व्यवसाय लगतकट्टा गर्दाखेरि 150 रुपियाँमा हुन्थ्यो भने अब अहिले 500 रुपियाँ गरिएको छ होइन। कच्ची घर, विद्युत, खानेपानी जडान गर्दा पहिला सिफारिसको लागि निवेदन दिनका लागि नै पहिला 210 रुपियाँ हुन्थ्यो भने अहिले 1000 बनाइएको छ। त्यस्तै विद्यालयमा दर्ता अनुमतिमा 2500 हुन्थ्यो पहिला भने अहिले चाहिँ तपाईँको 10,000 बनाइएको छ। विद्यालयको वार्षिक करको रूपमा पहिला 1000 थियो भने अहिले चाहिँ तपाईँको 10,000 पारिएको छ। विद्यालय गाभ्नेदेखि ठाउँसारी गर्ने सन्दर्भमा पहिला कुनै शुल्क लगाइएको थिएन, अहिले सिधै 10,000 रुपियाँ तिर्नुपर्ने भएको छ होइन। भेटनरी उपचारमा पनि पहिला चाहिँ तपाईँको 100 रुपियाँ कर लगाइन्थ्यो भने अहिले 500 रुपियाँ लगाउने प्रावधानको विकास गरिएको छ। जग्गाको 4 किला सिफारिसमा पहिला 500 रुपियाँले हुन्थ्यो भने अब 2500 रुपियाँ लाग्ने भएको छ। छुट जग्गा सिफारिस पत्रमा पहिला चाहिँ तपाईँको 2000 रुपियाँ लाग्थ्यो भने अब 10,000 रुपियाँ। त्यस्तै चाहिँ तपाईँको घर बाटो सिफारिस पत्रमा पहिला 2000 लाग्थ्यो भने अब अहिले 4000, ठ्याक्कै डबल। सम्पत्ति मूल्याङ्कन
अङ्ग्रेजी पत्रमा पहिला चाहिँ तपाईँको करको ऊ चाहिँ थिएन, प्रावधानै थिएन भने अहिले 7,000 लाग्ने चाहिँ बनाइएको छ एकैचोटि। घर नक्सा पास दस्तुर प्रति वर्ग फिट पहिला 12 थियो भने अहिले 24 ठ्याक्कै डबल। त्यस्तै नक्सा प्रतिलिपि सेट पहिला 500 थियो भने अहिले 1000। सम्पत्ति कर वार्षिक पहिला 1 करोड मुनिकालाई 4% र 1 करोड माथिकालाई 6% थियो भने अहिले 1 करोड मुनिकालाई 4% र 1 करोडभन्दा माथिकोलाई 6% गराइएको छ। त्यस्तै चाहिँ तपाईँको मालपोत भूमि कर पहिला 500 देखि 1000 सम्म थियो भने अहिले 500 देखि 1500 गराइएको छ। व्यवसाय करमा पहिला चाहिँ तपाईँको लगाइएको थिएन भने अहिले चाहिँ 100 देखि 1000 प्रतिशतसम्म वृद्धि गरिएको छ। पार्किङ शुल्क पहिला यथावत गरिएको थियो भने अहिले चाहिँ तपाईँको 100 देखि 150 सम्म वृद्धि गरिएको छ। पूर्वाधार विकास शुल्कको नाममा पहिला कुनै चाहिँ तपाईँको प्रावधान थिएन भने अहिले चाहिँ तपाईँको 10,000 सम्म लगाइएको छ। सम्बन्ध विच्छेद सिफारिसमा पहिला 500 थियो भने अब अहिले 2,000 सम्म चाहिँ तपाईँको कर लगाइएको छ। यसरी समग्र रूपमा हेर्दाखेरि चाहिँ तपाईँको हामीले पूर्ववर्ती सरकारले करको दायरालाई असाध्यै धेरै वृद्धि गरेर जनताको ढाड सेकाएको छ र यो कर प्रसाद ओलीको सरकार हो भनिरहेको सन्दर्भमा अहिले त्यसलाई मात खुवाउने गरी कतिपयमा त तपाईँको 10 गुणासम्म चाहिँ तपाईँको करको दरलाई बढाइएको छ। त्यो दृष्टिकोणले हेर्दाखेरि चाहिँ तपाईँको यो सरकारले इतिहासमै चाहिँ तपाईँको एउटा मूल्य वृद्धि र कर वृद्धिको सन्दर्भमा चाहिँ तपाईँको के भन्छ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नकारात्मक कोणबाट जनतालाई चाहिँ तपाईँको सुशासन दिने, अधिकार दिने प्रश्नमा होइन, कुशासन दिने र जनताको ढाड सेकाउने गरी चाहिँ तपाईँको जनतामाथि चाहिँ व्यवहारहरू चाहिँ तपाईँको थपिदिने सन्दर्भमा यसले चाहिँ तपाईँको रेकर्ड कायम गरेको छ। त्यस्तै चाहिँ तपाईँको हामीले पटक पटक भन्दै आएका छौँ, शिक्षामा यसले जरिमाना शुल्क कर लगाएको छ होइन, यसले विद्युतमा चाहिँ तपाईँको कर लगाएको छ होइन, त्यसले स्वास्थ्यमा कर लगाएको छ। त्यतिले मात्रै नभएर यसले लासमाथि पनि कर लगाएको छ। अब मरेका मान्छेको लासमाथि पनि यसले कर लगाइसकेपछि समाजमा एउटा व्यङ्ग्य सुरु भएको छ। अब फेरेको श्वास र पैदल हिँडेको करको पनि लगाउने छ भनेर चाहिँ अब समाजमा यो सरकारको बारेमा व्यङ्ग्य सुरु भएको छ। भनिन्छ कमिलाको प्वाख मर्ने बेलामा द्रुत गतिमा पलाउँछ। यो सरकारले जनतालाई हेप्नसम्म हेपेको छ र जनताका समस्याहरूलाई नजरअन्दाज गरेको छ र जनताका आवाजहरूलाई चाहिँ तपाईँको एउटा कानले सुनेर अर्को कानले उडाएको छ र जनतामाथि चाहिँ तपाईँको लगातार रूपमा चाहिँ तपाईँको विभिन्न प्रकारका भारहरू थोपरेर आफ्नो व्यक्तिगत स्वार्थ, सत्ताको स्वार्थलाई वृद्धि गर्ने र त्यसलाई चाहिँ तपाईँको जोगाउनको निम्ति आधार गर्ने अस्त्रको रूपमा चाहिँ तपाईँको अहिले विभिन्न ढङ्गले विभिन्न माध्यमबाट काम गरिरहेको छ। यसले के कुरा देखाउँछ भन्दाखेरि अब यो सरकार जनताको नजरमा र जनसमुदायको नजरमा अब क्रमशः गिर्दै जानेछ र यसको आयुको दिनगन्ती पनि अब त्यहीँबाट सुरु हुनेछ। जब सरकारले कुशासन सुरु गर्छ, भ्रष्टाचार सुरु गर्छ, आफ्नालाई जोगाउँछ, अर्काकालाई डाम्छ होइन, अरूले भ्रष्टाचार गरे भन्ने नाममा हामीले किन गर्न नपाउने भनेर तर्क राख्छ र आफ्ना आसेपासेहरूलाई चाहिँ तपाईँको विभिन्न क्षेत्रमा चाहिँ तपाईँको भर्ती केन्द्र बनाउँछ राज्यका अवयवहरूलाई। त्यस पछाडि जनताको विद्रोहको आक्रोश, त्यो आक्रोशको ज्वालामुखी झन्झन दन्किन थाल्छ र एक दिन चाहिँ तपाईँको फेरि खड्ग प्रसाद ओलीको नियति यसले भोग्दैन भन्ने आधार केही पनि देखिँदैन। खाली कुरा यति मात्रै हो, खड्ग प्रसाद ओली त हेलिकप्टर चढेर पनि भाग्न भ्याए, घन्टेहरू हो। यही ढङ्गले चाहिँ तपाईँको अपराध गर्दै गर, जनताका भावनामाथि खेलवाड गर्दै गर र जनताका समस्याहरूमाथि चाहिँ तपाईँको अपराधीकरणको मात्रालाई विकास गर्दै गर न। तिमीहरू एक दिन भाग्ने ठाउँ पनि पाउनेवाला छैनौ, तिमीहरू भाग्न पनि सम्भव हुने छैन।